उडान लिँदै बल जाने बाउन्ड्री पार छक्का सोमपाल कामीको ब्याटबाट सोमपाल कामीले छक्का लगाइदिए। ओभरको 5 बल थियो लेग स्टम्पमा बाहिर आएर स्ट्रेटको बाउन्ड्रीमा खेलिदिएको हुन् र बल स्ट्रेटको बाउन्ड्री पार 6 रनको लागि #सोमपाल सबैजना लेख्नु कमेन्ट बक्समा। सोमपाल कामी वान डे क्रिकेटमा यति बेला राम्रो ब्याटिङ गर्दै र टिमका लागि महत्त्वपूर्ण रन बटुल्दै एउटा नायक त नेपाली टिमबाट पाउने गर्छ हरेक खेलमा र त्यो सोमपाल कामी बनेर पाएको हो कि भन्ने लागिरहेछ आजको खेलमा। यो ओभरको 5 बलमा सोमपाल कामीले 6 रन प्रहार गर्दै छक्का लगाउँदै स्कोरलाई 258 रनको बनाएको हुन् र सोमपाल कामी छक्का प्रहार गर्न लागि सफल रहेको हुन् र सोमपाल कामीको यो छक्कासँगै अब केवल 1 बल बाँकी छ। ओभरको अन्तिम बल फेरि पनि हवाई उडान रहेको सोमपाल कामीको ब्याटबाट बल हाउडेको र बाउन्ड्री पार छक्काको लागि जानेछ। यो रन हो अर्को बाउन्ड्री। यो पाली स्लटमा बल थियो घुमाइदिए फरवर्ड मिड विकेटको बाउन्ड्री तर्फ फिल्डर तयार रहेका थिए तर बन्नको लागि केवल दर्शक ब्याक टु ब्याक 2टा छक्का सोमपाल कामीको ब्याटबाट र 44 ओभरको अन्त्य। हामी अघि मैले भनिरहेको थिएँ 15-20 को ओभर